चाहिँ हामी एलटमेन्ट आएको यहाँनिर। अनि यो चाहिँ मेरो बोडी हो। यहाँभित्र इस्कुस आउँदैछ। यहाँ काँक्रा पनि छ। अनि यहाँ काँक्रा पनि फलेको छ है। यहाँनिर 2टा काँक्रा फलेको छ यहाँभित्र। अनि बुढो के गरेको? यहाँ खाना लाउन आँटेको नि। केलाई? तिते करेला। तिते करेला होइन हो, यो त चुच्चे करेला होला नि। हाम्रो के अरे यो चाहिँ आलुबारी हो। म चाहिँ आलु खन्दैछु। यता चाहिँ मकैबारी हो यी हाम्रो एलटमेन्टको। अनि यहाँ मेरो काँक्रा छ। यहाँ म आलु खन्दैछु। यति भयो मेरो आलु, मेरो काँटा। आलु पनि फलेछ। औ त्यतिकै हो खनेको यस्तै हो होइन त नि। आलु नि टिपे, मेरो आलु नि त्यति भयो। अब हेर्नु है कति चाहिँ फल्दो रहेछ आलु, छ कि छैन यहाँनिर। साह्रो रहेछ, काटे पनि अलिकति काटेँ। यहाँ हेर्नु कति आउँदैछ है आलु त। अनि यो चाहिँ निलो खालको, रातो खालको, निलो खालको आलु। कस्तो लाग्यो त हाम्रो आलु? ठिकै छ नि होइन? अनि मकै पनि दह्रो रहेछ त नि। मकै छ नि, फलेछ ल। मकै छ, आलु छ। अघि आलु खनेकोमा बोडी पनि रोपेँ है। बोडी अब म फेरि हेर्दै गर्नु है मेरो भिडियो। म भोलि पर्सि बोडी फल्ने बेलामा बढेपछि पनि लाउँछु, अनि फल्ने बेलामा पनि लाउँछु है। यता देखेको चाहिँ मेरो ग्रिन हाउस हो, यता मेरो बोडी हो। अनि यता उतातिर चाहिँ अरूको है, उता भाइ बहिनीहरूको यो। अनि त्यहाँदेखि उताको गोराहरूको, यतापट्टि पनि गोराहरूको त्यो चाहिँ टमाटो हो, चेरी टमाटो गोराहरूको, मेरो होइन। यस्तो चाहिँ हाम्रो बारी चाहिँ। अनि अब मकै पनि फल्नु आँट्यो, यस्तो भयो। यता कार्पाको मेरो मकै यस्तो भयो। अब भोलि पर्सि पाकेपछि फलेपछि पनि लाउँछु। मेरो भिडियो हेर्दै गर्नु है।